किन भाउजू घाँस काट्न आएको यस यस हेलो एभ्रिवान, न्यू डे न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। मेरो भेटअप देखेर चाहिँ तपाईँहरूलाई थाहा भइसक्यो होला म कहाँ जाँदैछु भनेर। अब यो चाहिँ मैले घाँससँग गएर चाहिँ यो हाम्रो बाख्रा हो, भैँसी है। अनि यहाँ चाहिँ हाम्रो कुखुरा छ, गरिरहेका छन्। यत्तिकै छोडेर जानुपर्ने हुन्छ है त्यहाँ घाँस काट्न। यहाँ चाहिँ मम्मी थोरै नास्ता खाएर जानु भन्नुभएको थियो, नास्ता लिन जाँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो बिरालो 5वटा थियो, अहिले चाहिँ 3वटा भइसकेको छ। यो हाम्रो बिरालो चाहिँ एकदम राम्रो छ, न त मुसा बार्छ न के गर्छ। यहाँ चाहिँ अहिले हामी जानलाई तयारीमा छौँ। हाम्रो ड्याडी चाहिँ टक्क तयार गर्दै हुनुहुन्छ है, त्यो हिस्सा त्यहाँनिर तयार गर्दै हुनुहुन्छ। हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ है, अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ। के गर्ने, घाँस काट्ने गऱ्यो। यहाँ चाहिँ हाम्रो मम्मी र ड्याडी चाहिँ बवाल है। यो भिज्योला है मम्मी, यो बोरा त हो यो सुक्छ, यही सुक्छ कि यो धोइ छ झन् तले। त्यो चाहिँ हाम्रो त्यो कुखुरालाई बिछाउने रचना हो, त्यही भएर पानी आएको थियो अनि भिज्यो होला भनेर हाम्रो त्यो कुरा गरेको थियो। आज चाहिँ थोरै घाम लागेको छ अनि थोरै सुक्छ कि भनेर त्यही कुरा गरेको। यो काँक्रा फल्दिन, हामीले खाइन्न। कहाँ कुकुर बा? यहाँ चाहिँ हाम्रो मम्मी एकदम ठिक हुनुहुन्छ, एकदम ठिक हुनुहुन्छ। यत्रो 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 हुन्छ। सानो खाने कि ठुलो खाने यो? आजको मौसम चाहिँ एकदम बवाल छ है। सबैतिर हरियाली ग्रिन हल्का कुहिरो लागेको मौसम चाहिँ बवाल छ। यो चाहिँ हाम्रो दाइको घर है, बिल्डिङ बनाइसकेको छन् हामी, तर हामीले चाहिँ कहिले बनाउने थाहा छैन। खुर्सानी फलेको किन यार भाउजू? खुर्सानी फलेको छ किन हेर? हो यो पिपलनेरको एउटा मन्दिर छ, त्यहाँनिर छ। यहाँ चाहिँ हाम्रो गाउँको सबै बगाले अथवा 3-4 गाउँ 4-5 गाउँका कचल फाल्तुङ जोइथानहरूले सबैले पूजा गर्छ नि यहाँ बगाले जतिले। अनि हाम्रो मम्मी पनि बगालेको छोरी परेको हुनाले हामीले पनि यहाँ पूजा गरिन्छ है। बगालेको छोरी भएको हुनाले हामीले पनि यहाँ पूजा गरिन्छ। यो पूजा गर्ने टाइम चाहिँ ठ्याक्कै दसैँको 1 दिन अगाडि है। भोलि चाहिँ दसैँ छ भने आज चाहिँ पूजा गरिन्छ। बब्बाल रमाइलो हुन्छ, सराय हुन्छ। प्रदीप भाइ, प्रदीप हजुर किन बोलाउनु किन भाउजू? भएको? घाँस काट्न आएको? यस यस नम्बर दिने हो। घर नम्बर दिएर आए होइन। त्यो अब भाउजूले कपाल काट्दैन भन्ने भएको थियो केटाहरूको, अनि नम्बरै थिएन। मैले पनि दिउँसा भ्याउनु भनेको थिएँ, अनि त्यही भएर भाउजूले नम्बर छोडेर आयो है। त बच्चाले काट्न पठाएको थियो। आजको मौसम चाहिँ बवाल छ, बवाल। अनि ट्याक्क यो चाहिँ हाम्रो बारी है, ट्याक्क हेर्नुहोस् बवाल छ हाम्रो बारी चाहिँ। टक्क मकै काटेर भ्याइयो, हरियाली टक्क
टक्क हल्का मुखसम्मसम्म छ, हल्का बिरालो बिरालो ट्याक्क घरमा हाल्छ। त्यहाँ चाहिँ हाम्रो मम्मी बाबा उहाँ पुगिसक्नु भएको छ, म चाहिँ अलिकै पछाडि जाँदैछु है त। हाम्रो यो बारीमा चाहिँ बगान हुन्छ, मकै पनि ठिक ठिकै हुन्छ, राम्रै हुन्छ। तर हाम्रो यो मकैमा चाहिँ एकदम सुगाले खाने र कुखुराले खाने धन्धरले खाने गरेर अलिअलि भ्याइदिएकै थियो। के गर्ने, घरदेखि अलिक टाढा भएपछि हाम्रो पनि भइसकिने रहेछ। यहाँ चाहिँ हाम्रो मकै काटेर राखेको अनि घाँस पनि खुवाइछ बोल्दै पर्छ नामले देखालम है। सुक्छ होला नि यस्तो राखेर त। घाँस पुगेछ त हिसाबको ए तिमीला रहेछ। अनि म चाहिँ मम्मीहरू जानुभयो, म चाहिँ घाँस काट्न लागेँ। यो मौवा ढाल्नु पर्ने हुन्छ, मैले चाहिँ त्यो मौवा ढालेर यसको घाँस सास काट्ने। किन मौवा ढाल्न थालेको भने यहाँ निङ्गला छ, निङ्गलालाई उम्रेन दिएकै छैन क्या, त्यही भएर यसलाई यो मौवा ढालेर त्यसलाई खाली बनाइदिने। अनि निङ्गलाहरू टक्क बिस्तारै बिस्तारै पलाउँदै जान्छ है त। म यहाँ टक्क काट्न थालेँ। अनि यो काठ चाहिँ पछि लिन आउनु पर्ने हुन्छ। अब काठ चाहिँ अलिक ठुलो भयो, हिस्सा सानो भयो, अलिक टाइम लाग्छ यहाँ काट्न चाहिँ। लोध्दै सोध्दै भए पनि काट्नु पर्ने हुन्छ है त, काट्नु पर्ने हुन्छ। अनि यस्तै छ जिन्दगी, अब गाउँले जिन्दगी हो। अब गाउँले जिन्दगीमा यस्तै गर्नुपर्छ काम। दिनको चाहिँ एकचोटि घाँस काट्नै पऱ्यो, अनि घरमा अलिअलि काम पनि गर्नै पऱ्यो। यस्तै छ जिन्दगी हाम्रो। काट्नु अब काटेको अलिअलि काटेँ भाँचिन्छ कि भनेर ट्राई गरेछु। अब आधा काटेको आधा भाँचिँदो रहेछ, फेरि काट्न सुरु गरेँ क्या मैले। काटेँ होइन, काट्न पर्ने हुन्छ यताउति गरेर ल्याएर। यो चाहिँ मैले काटेर ढालेँ, त मैले काटेको देखाएन, ढालेको देखाएन। यो ढालेपछिको मैले देखाउँदैछु। अनि यसलाई सानो सानो पिस गरेर सिउला निकाल्नु पर्ने हुन्छ है मैले। अनि यहाँ चाहिँ मैले सिउला काटेर टक्क पार्दै होइन, मुटासुटा पारेर अनि टक्क लिन जानु पऱ्यो, सार्नु पऱ्यो, लिन जानु पऱ्यो होइन। अनि यो सिउला काटेको चाहिँ थोरै भएर मैले चाहिँ मम्मीको लिएर आउनु पर्ने हुन्छ घाँस गरेर। अनि